हेलो गाइस, आज चाहिँ सबैजना हामी साथीभाइ सबैको छुट्टी संजोगले हैन सबजना भेला भएको छ अनि हामी गेट टुगेदर बर्जुमन मलतर्फ लाग्दैछु। एउटै बिल्डिङमा बसे पनि हामी विकली ड्युटीले गर्दाखेरि हामी कहिले भेट हुँदैन र आज चाहिँ मेरो प्यारो मित्र मेरो एकदमै मिल्ने साथी विवेक अब 1 जुलाई घर जाँदैछ। उसको लागि स्पेशली शपिङको लागि जाँदैछ हामी चाहिँ बर्जुमन मल। It's been too long now. I think that I want a second guess you, a second guess me, a second guess that, don't second guess me. Live in the moment, cause we are so free. And in this moment, life is like a dream. Live in the moment, cause we are so free. And in this moment, life is like a dream. र यसरी नै अब आइफोन 16 ले जित गरेको छ साथीले, तर राम्रो पनि हो। म हजुरहरुलाई सबै 1 by 1 देखाउँछु है। तपाईको 16 प्लस पनि छ, 16 क्लास अलिकति कम्ती छ भन्दा 5049 अनि 13 प्रो चाहिँ 2009 को स्टार्ट छ तपाईको। तपाईले पाउन सक्नुहुन्छ अनि 3000 भित्रमा। अनि 16 प्रो म्याक्स चाहिँ तपाईको 6249 यो चाहिँ अब साथीले मन परायो गोल्डन कलरमा। दामी छ, चोइस गरेर मन पर्यो मलाई पनि एकदम। बल्ल बल्ल भेटिसक्नु भइन्छ, घरमा जाइन्छ हैन, यसो बोकेर जानु पर्यो नि हैन। 6000 तपाईको जिबी अनुसार हुन्छ यसको चाहिँ दाम। जति बेसी जिबी त्यति बेसी दाम। साथी मन पर्यो यो चाहिँ तपाईको हवाईको 949 मात्र। सस्तो छ यो पनि तर राम्रो छ यो पनि। अर्को छ तपाईको 399 त्यो पनि राम्रो छ। साथीले अब 16 नै चलाउने भयो त ठिकै छ। मजाको छ लुक्स। 13 को भन्दा अलिकति क्यामेराहरु राम्रो छ है अनि लुक्स पनि राम्रो छ अनि हल्का पनि छ। अब म तपाईहरुलाई टिभी पट्टि लादैछु। यहाँ तपाईको HD 2599 ओन्ली, तर तपाईको इन्डियामा कन्भर्ट गर्दाखेरि 55000 जस्तो पर्छ हैन। यहाँ छ तपाईको 799 43 इन्चको हैन। तर हामीलाई चाहिँ यसमा पोसाउँदैन किनकि हामीले यहाँ ट्याक्स तिर्नुपर्छ हैन एयरपोर्टमा अनि कन्भर्ट गर्दाखेरि एउटै पर्छ खासमा हैन। टिभीहरु लगेको चाहिँ फाइदा लागेन मलाई। टिभी यहाँ सस्तो छ तर मतलब वहाँ घरको जाँदाखेरि एयरपोर्टमा हामीले कन्भर्ट गर्नुपर्छ, ट्याक्स तिर्नुपर्छ, त्यही भएर चाहिँ है अलिक गाह्रो पर्छ। तर यहाँ लिँदाखेरि चाहिँ हामीलाई इजी लाग्छ के अब यति सस्तो भन्छ। अब 369 हैन। अब यो हेर्नुस् तपाईको 105 अझै मान्छेले 105 भन्छ हैन, तर कन्भर्ट गर्दाखेरि चाहिँ त्यही नै हो। अब 105 भनेको तपाईको 2000 प्लस हुन्छ, तर वहाँ चाहिँ 2000 तिर्दाखेरि भक्कु तिरेको जस्तो लाग्छ हामीलाई हैन। अब यहाँ त 100 रुपैयाँ तिर्दा 100 त हो भन्ने हुन्छ, त्यही मात्रै हो डिफरेन्ट। अन्त युएई मा बेस्ट चाहिँ अब यो अहिले तामारा भन्ने युज छ एप्स छ है अनि तपाईको फोनबाट हुन्छ। अनि यो एउटा टेबी भन्ने छ। यो दुईटा एप्स चाहिँ अल ओभर युएई मा तपाईले कुनै पनि स्टोरमा युज गर्न सक्नुहुन्छ। यो चाहिँ स्प्लिटमा हुन्छ। तपाईले 4 महिना 6 महिना अनि 12 महिनाको हुन्छ। स्प्लिटमा पे गरेर कुनै पनि चीज किन्न सक्नुहुन्छ। अनि हाम्रो आइफोन 16 पनि आइसक्यो साथीको अनि म देखाउन जाँदैछु। हल्का कभर चाहिँ साथीले चाहिँ गोल्ड कलरमा लिएको छ। भाइ कुनाले देखाउँदैछ। सबजना शपिङ मोडमा छ। यो चाहिँ बर्जुमन मलको तपाईको फुड कोर्ट एरिया भन्छ। यसमा चाहिँ मतलब हरेक मलमा यस्तो फुड कोर्ट एरिया हुन्छ। यहाँ चाहिँ अलिकति चिपेस्ट पाउँछ खानाहरु। मतलब तपाईको इन्डिया नेपाल देखिको लिएर कुनै पनि अब फुडहरु तपाईले यहाँ अवेलेबल पाउनुहुन्छ सबै कुरो अलिक चिप रेटमा। र अब हामी चाहिँ जुत्ता किन्ने भन्दैछ त साथीले अनि हामी जुत्ताको स्टोरतिर गइरहेछु। जुत्ताको स्टोरतिर जानु भन्दा पनि मेरो चाहिँ यहाँ आइपुग्यो। यो हाम्रो तपाईको एउटा ठुलो स्टोर छ ब्रान्ड फरलेस भन्ने हैन। यो स्टोरमा चाहिँ तपाईले जस्तो भन्छ त्यस्तै सुजहरु हैन यानी कि लुगाहरु सबै कुरा पाउन सक्नुहुनेछ। र म चाहिँ अब साथीहरु चाहिँ अब अरु सेक्सनतिर घुम्दैछ ठुलठुलोको सेक्सनतिर। मलाई चाहिँ जहिले पनि मलमा पसेपछि किड्स एरियामै पस्न मन लाग्छ, स्पेशली नानीले गर्दाखेरि हो। अनि म नानीहरु यहाँ तपाईहरुलाई जुत्ताहरु हैन देखाउन जाँदैछु।
के कस्तो लाग्छ त कन्भर्ट गरेर तपाईहरुले यसो ट्राई गर्नु अनि मलाई तपाईले कमेन्टमा पनि गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई पनि चाहिएको छ भने नो प्रब्लम मलाई कमेन्टमा गर्दा हुन्छ अर्डर गर्दा हुन्छ म तपाईहरुलाई किनकि एभ्री मन्थ मान्छेहरु जाने आउने मात्रै हुन्छ। यो हेर्नुस् नानीको कति मजाको छ स्पेशली लेडिजको लागि चाहिँ यहाँ यस्तो राम्रो राम्रो पाउँछ नानीहरुको लागि है। म जहिले पनि म मेरो छोरीलाई जहिले यतैबाट हो पठाउने बनेको उता इन्डियाको लगाएको पनि छैन होला सायद जन्मेको दिनको अहिले 8 वर्ष पुगिसक्यो मेरो छोरी सब यतैबाट हो। यहाँ चप्पलहरु हेर्नु न अब के मजाको छ अब हेर्दै लोभे लाग्दो छ हैन। अब पैसा यस्तो प्राइस हेर कति भन्नुस् त अब 49 लु 50 नै भन्दिम न हैन 50 भन्दा त अब यहाँको लागि त अब 50 त रहेछ भन्ने हुन्छ हामीलाई हैन। तर कन्भर्ट गर्दाखेरि त्यही तपाईको 1200 हरु जस्तो पर्छ तर पनि उहाँ 1200 तिर्दा आम्मामा 1200 भन्ने हुन्छ तर यहाँ 50 दिरहम तिर्नु त हामीलाई त केही जस्तो पनि लाग्दैन नि त ए 50 त हो भन्ने हुन्छ नि त मान्छेलाई त्यो मात्रै हो। यहाँ जुत्ता हेर्नुस् लुक्स कस्तो दामी दामी छ स्पेशली लेडिजको लागि हैन राम्रो राम्रो पाउँछ। यहाँ हेर्नु 59 अब 60 नै भन्दिम न हैन 59 भने चाहिँ 60 भन्दिम। सबै यो चाहिँ ब्रान्डेड सुहरु हो हैन तपाईले अब एकपल्ट किनेपछि 3-4 साल चाहिँ मजाले जान्छ। यो नानीको सु हेर्नुस् अब कति मजाको छ हैन यस्तो सुहरु अब हैन यो भनेको तपाईको 2-3 वर्ष मजाले आरामले जान्छ त्यही पनि 55 दिरहम मात्रै रहेछ हे भगवान 55 दिरहम भनेको कन्भर्ट तपाईको उता सोच्नु 1200 सोच्नु न इन्डियाको 1200 सोच्नु तर वहाँ 1200 मा किनेको जुत्ता 6 महिना 1 साल पनि जादैन तर यो चाहिँ मजाले टिक्छ किनकि ब्रान्डेड हो। यो मैले चाहिँ साथी विवेकको लागि हेर्दै थिए तर उले मन पराएन लेट्स सी हेर्दै जुम मलाई चाहिँ यो अलिकति मन पर्यो विवेकलाई मैले भने पनि हैन यो ठीक छ त तेरो लागि भनेको मन पराएन उले चाहिँ हो। म तपाईहरुलाई देखाउँदै जादैछु जुत्ताहरुको कस्तो क्वालिटीहरु हुन्छ यहाँको चाहिँ हो अनि यता र उता कन्भर्ट गर्दाखेरि चाहिँ के कस्तो कुनलाई चाहिँ अब उयो हुन्छ यो 89 तपाईको भनेको चाहिँ तपाईको 90 सम्झिम 100 इन्टु 20 भनेपछि तपाईको 100 रुपैयाँको 2000 भयो भनेपछि अब लु 2000 सोच्दिनु न त्यसलाई त्यो जुत्तालाई हैन अन्त यहाँ 100 रुपैयाँ तिरेको र वहाँ 2000 तिरेकोमा 2000 तिर्दा चाहिँ भक्कु तिरेको जस्तो लाग्छ हामीलाई हैन तर खासमा चाहिँ सेमै हो हुनु चाहिँ त्यही हो। यो सबै ब्रान्डेड जुत्ताहरु हो एकदम राम्रो हुन्छ हैन मतलब मजाले टिक्छ हुनु त हाम्रो उता पनि पाउँछ जुत्ताहरु त पाउँछ तर वहाँको र यहाँकोमा धेरै फरक छ र तपाईहरुलाई म लेडिज सेक्सनमा लिएर जादै छु। लेडिज सेक्सनमा चाहिँ अब ब्यागहरु यस्तो प्रकारको छ 159 आई मिन 160 भन्दिउ न हैन अनि यहाँ छ व्हाइटमा पनि छ हो व्हाइटमा पनि मजाको छ अनि यहाँ ब्ल्याकमा छ यो चाहिँ लेडिज ब्यागहरु यो चाहिँ टिनेज केटीहरुले बोक्ने खाले ब्यागहरु हो हैन मजाको छ यो 59 म दिनको स्टार्ट छ चप्पलहरु स्यान्डलहरु हैन मजाको छ हो तपाईहरुलाई देखाउँदैछु म हो। यो 79 मतलब 80 दिरहमबाट स्टार्ट छ 80 दिरहम 8 2 16 तपाई सम्झिनुहोस् 80 800 1600 भनेर सोच्नु न हैन इजिकल टु इन्टु 20 गर्दाखेरि त्यही हो त्यस्तोमा आउँछ हिसाब चाहिँ हैन तर अब हामीले चाहिँ यहाँ तिर्दाखेरि चाहिँ 80 भन्दाखेरि 80 त रहेछ भन्ने हुन्छ नि त किन 80 त अब केटाहरुले 5 सिगरेट खाएरै सक्छ अनि तिर्दा नाथे 80 दिरहम त के हैन भन्ने हुन्छ हो। अन्त त्यस्तै जस्तो देश त्यस्तै भेष भने यस्तै तर गाउँमा चाहिँ अब हामीलाई एक्सपेन्सिभ लाग्छ गाउँमा चाहिँ किनकि अब यत्रो पैसा भन्ने हुन्छ हो तर युएमा चाहिँ मलाई चाहिँ एकदम सस्तो लाग्यो कुनै पनि कुरोहरु किन्नुको लागि चाहिँ यो ब्यागहरु हेर्नुस् यस्तो मजाको छ टिनेज केटीहरुलाई अब हैन नाइस छ फेरि यसको फेरि ब्रान्ड पनि राम्रो छ हैन क्वालिटी पनि राम्रो छ हेर्दै जाउँ म तपाईहरुलाई देखाउँदै जान्छु है अनि प्राइस पनि देखाउँदै जान्छु अन्त कन्भर्ट गर्नुहोस् 119 तपाईको म फेरि पनि किड्स सेक्सनमा गए हैन म पनि एक दुईवटा चीज छोरीलाई किन्ने भनेर अनि यो सुज छ एउटा हो सुजहरु त धेरै छ है किड्सहरुको प्राय जस्तो लेडिजको चाहिँ अब राम्रो सुजहरु सबै कुरो अवेलेबलै हुन्छ प्राय जस्तो हो। यहाँ हेर्नुस् अब मजाको स्पोर्ट्स सुज जस्तै छ हैन कति मजाको छ ओन्ली 59 दिरहम्स। म तपाईहरुलाई अझै राम्रो कुरोहरु देखाउँदै जान्छु है अनि मलाई भन्नुहोस् होला तपाईहरुले पनि सजेसन दिनुहोस् होला के कस्तो भिडियोहरु लिएर आउनु भनेर हैन। म अहिले चाहिँ किड्स सेक्सनमा छु यो नानीहरुको ब्यागहरु हेर्नु अब कति क्यूट छ हेर्नु प्राइस हेर्नु 39 दिरहम भनेको त 40 रुपैयाँ
तर अब हामीलाई चाहिँ अब त्यस्तो लागेको हो अब यति नै रहेछ 40 मात्रै रहेछ 35 हेर्नु न भन्छ हैन तर कन्भर्ट गरेर हेर्दाखेरि चाहिँ खासमा एउटै नै हो अलिकति अझै बरु यतै बेसी परे जस्तो हुन्छ तर अब हेर्नु यहाँबाट तपाईको 29 दिरमबाट स्टार्ट छ तपाईहरुलाई म जुत्ताहरु देखाउँदैछु नानीहरुको हेर्नुस् 20 दिरम 19 दिरम 24 दिरमहरुको छ नानीहरुको किड्सको यति सारा चिप छ 19 दिरम हैन मतलब कन्भर्ट गर्दाखेरि एउटै हो जस्तै तपाईको 500 600 पर्छ उता इन्डियामा हैन यो जपले होला तर 500 600 मा वहाँ किने भने पनि तपाईहरुले यहाँको जस्तो ओरिजिनल चाहिँ पाउँदैन यहाँ हेर्नुस् यो 49 फ्रम 49 बाट छ कति राम्रो छ हेर्नु न क्यूट आम्बो अब यहाँ फेरि पनि म तपाईहरुलाई यहाँ गर्ल्स कलेक्सनमा देखाउँदैछु हेर्नुस् यहाँ तपाईहरुले सेन्डरहरु कस्तो कस्तो चाहिँ छ अब प्राइस झुन्डिरहेको हुन्छ तपाईको माथि नै हैन 27 दिरम 28 दिरम 30 दिरम हैन अब तपाईको 1 रुपीस 1 दिरम इज इक्वल टु 20 रुपीस सोच्नु न त्यति मात्रै हो अलिकति केही डिफरेन्स छैन यो 40 रुपैयाँ भनेपछि अब 800 रुपैयाँ भयो 800 रुपैयाँमा तपाईले वहाँ इन्डियामा यही चप्ली किने यही जुत्ता किने भने पनि यतिको चाहिँ तर तपाईको राम्रो हुँदैन मतलब यतिको खप्दैन पनि ब्रान्ड र अब हाम्रो शपिङ सक्यो अब हामी चाहिँ खानाको लाइन केएफसी तर्फ आइपुगे केएफसी मा चाहिँ हाम्रो यहाँ लाइनमा क्रड भयो भने चाहिँ यसरी अनलाइन पनि हामीले अर्डर गर्न सक्छौं अनलाइन पैसा पे गर्यो टोकन मात्रै लिएर गयो खाना लिएर गयो अनि टेबलमा गएर बसेर खायो अनि हामीले त्यस्तै गरे हो र अब हाम्रो खानाको पनि तरकर भइसक्यो यहाँ चाहिँ तपाईको लाइन तपाईको क्राउड छ भने काउन्टरमा लाइन क्राउड छ भने चाहिँ हामी चाहिँ यता गर्दा पनि हुन्छ थ्यांक यू फर वाचिङ गाइस अनि 16 प्रो आजको बेउली भित्राउने कार्यक्रम चल्दैछ साथी विवेकको द्वारा 16 प्रो मैक्स यो चाहिँ अब लगभग 6200 भनेपछि तपाईको इन्डियाको लगभग 1,45,000 परेको छ यसलाई चाहिँ अनबक्सिङ हुँदैछ अब 6000 भनेपछि इन्टु यो एउटा अब बेउली जतिकै हो आजको दिनमा 1,40,000 को फोन बेउली भित्रको जस्तै छ अलिकति गरुम सारै परे जस्तो छ भाइला खोल्नुको लागि अब सारै पर्छ अनबक्सिङ हुँदैछ ल चाँडै अनबक्सिङ गर्दिम भाइ दिनको माथिको फोन क्यामेरा ओ माय गॉड गोल्डन कलरमा है नाइस छ नाइस सरेन भाइ यो चाहिँ तपाईको इन्डियामा कन्भर्ट गर्दाखेरि 6200 लाई 1,45,000 एक्ज्याक्ट आजको रेटमा चाहिँ भन्देको हो थ्यांक यू फर वाचिङ गाइस अनि कीप सपोर्ट तपाईहरुलाई नयाँ भिडियोमा भेट्ने गर्नेछु कमेन्टमा भन्नु होला कस्तो कस्तो चाहिन्छ सेफ जर्नी विवेक एडभान्स